अब हामी पक्कै पनि काम गर्ने मान्छे बन्छौँ, गर्ने मान्छे बन्दैनौँ। धेरै कुराहरू म भन्न चाहन्न। हामीमा देशभक्ति होइन, त्यो भाव हुनु जरुरी छ है। हामी देश बनाउनका लागि ढुङ्गा बोक्छौँ, तर ढुङ्गाको मन लिएर बाँच्नु हुँदैन। हामी एउटा जीवन होइन जिराखेका छौँ, त्यसले गर्दाखेरि हामी जीवित हुनुपर्छ। जीवित हुने मान्छेको मनमा भावना हुन्छ है, चाहना हुन्छ। त्यो भावनामा यो देश हुन सकोस्, त्यो चाहनामा यो देश हुन सकोस्। तपाईको अघिल्तिर दुईटा जिम्मेवारी छ। एउटा जिम्मेवारी तपाईको पेट, अर्को जिम्मेवारी तपाईको देश है। पेटको मात्रै जिम्मेवारी वहन गर्नु हुँदैन। तपाईँ नेतृत्व बन्ने हो भने देशको जिम्मेवारी पनि वहन गर्नुपर्छ। त्यो जिम्मेवारी वहन गर्नका लागि यहाँ आएर 3 घण्टा भाषण गरेर मात्रै जिम्मेवारी वहन हुन्छ भन्ने होइन। त्यो पर बसेर होइन, कुरा बुझेर काम गरेर जिम्मेवारी वहन गर्ने। म त्यो भन्न चाहन्छु। श्रम संस्कृतिमा कार्यकर्ता हुँदैन, तपाईँहरू कोही कसैको कार्यकर्ता हुँदैन। यहाँ नेता पनि हुँदैन। यो अघिल्तिर बस्ने मान्छे श्रमदानमा बेलुका बोकेर अगाडि फ्रन्ट लाइनमा उभिने मान्छे हो, अगुवा श्रमदान मात्रै है। त्यो चिज त्यसले गर्दाखेरि यो कुरा चाहिँ हामीले बुझ्नु जरुरी छ। म सम्पूर्ण यता अघिल्तिर बस्ने हाम्रा साथीभाइहरूलाई भन्न चाहन्छु, यस्तो खालको भ्रम नपाल्नुहोस् म चाहिँ नेता भएँ भन्ने होइन। अझै धेरै उहाँहरूले होइन 2 दमको बेल्चा खन्नुहुन्छ भने तपाईँले 3 दमको खन्नुपर्छ। म चाहिँ त्यो मान्यता राख्छु। म धरानमा श्रमदान गर्दाखेरि होइन सबभन्दा धेरै श्रम मैले गर्छु होइन। नपत्ता यहाँ सोध्नु, यहाँ मसँग आउनु भएको छ। बिहानदेखि बेलुका लास्टसम्म श्रम गर्ने मान्छे म हुन्छु, किनभने मलाई थाहा छ म अगुवा श्रमदाता भने मैले अरूले 5 दमको खन्छ भने मैले 10 दमको खन्नुपर्छ भन्ने मलाई थाहा छ है। सुख गरी हिँड्ने, सालमा घुम्ने भन्ने नेता हुँदैन हाम्रो श्रम संस्कृतिमा। हाम्रो श्रम संस्कृतिमा नेतृत्व बन्नका लागि अझै धेरै जोतिएको हुनुपर्छ। हलो सरी जोतिन्छु म मेरै देशको माटोमा भन्नु देख्छु कि सबैले? अलि साह्रो आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ, आशा हेर्नु छैन मैले कसले मलाई के भन्छ। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा है? म हुँ श्रमदाता। यी कुराहरू हाम्रो अभियानको मन्त्र हो। यो मन्त्रलाई म चाहिँ मनमा गुन्जाइरहन्छु। म वास्ता गर्दिनँ है। के भन्छ ढुङ्गे जङ्गली हल्की हल्दार यो त्यो म कसैको वास्ता गर्दैन। मैले यो माटोलाई एउटा वचन दिएको धेरै वर्ष पहिला, म इमान्दार बनेर यो देशको सेवा गर्नेछु भनेर मैले वचन दिएँ। त्यो वचन मैले सम्झिने हो, अरूले के भन्छ भन्ने कुरा। त्यसले गर्दा म तपाईँहरूलाई भन्न चाहन्छु, जसले जति नै गाली गरे पनि, विरोधीहरूले जति नै गाली गरे पनि उहाँहरूलाई प्रतिवाद नगर्नु, वास्ता नगर्नु। कसले तपाईँलाई के भन्छ? ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। यो चाहिँ हाम्रो नाराहरू हो कि श्रमदान। तपाईँहरूले पनि भन्नुपर्छ है। ऐना हेर्दा तपाईँले कसलाई देख्नुहुन्छ? मलाई हो। तपाईँले यदि ऐना हेर्दाखेरि तपाईँ खुद देख्नुहुन्छ भने तपाईँले देश बनाउनु भयो भने बन्छ, नत्र बन्दैन। तपाईँ नै हो। यो कुरामा तपाईँ एकदम तपाईँको चाहिँ नि ढुक्क भएर यो कुरालाई कन्फर्म गरेर अगाडि बढ्नुपर्छ। अब हामीले भर्खर आयोगमा पुग्यौँ है। आयोगमा पुगेर आयौँ, त्यो एउटा प्रक्रिया मात्रै होइन। मलाई त लाग्छ यहाँ सबैजनाले केन्द्रीय अध्यक्ष बनाउनु मन लाग्छ। 1 करोड जना केन्द्रीय अध्यक्ष बनाउनु भएको अहिले होइन। कानुन अहिले चेन्ज गरेर सबै अध्यक्ष बनाइदिनु भएको है भन्ने लाग्छ।
भन्नुको मतलब यहाँ को केन्द्रमा बस्यो, को कहाँ बस्यो, कसले कुन पद पायो भन्ने पद होइन देश। पद होइन देश। पद होइन देश। पद होइन देश। देशको त्यसले गर्दाखेरि अघितिर बस्ने मान्छेहरूलाई म के अरे गर्न चाहन्छु, हामी केही पनि होइन, एउटा प्रक्रियामा छिर्नुपर्ने। त्यो कानुन हामीले बनाएको होइन है, हामीले बनाएको भए त सबैलाई अध्यक्ष बनाउँछ। त्यसो भएको कारणले गर्दाखेरि एउटा प्रक्रियामा छिर्नका लागि कसैको नाम अगाडि लेखिएको छ, कसैको पछाडि लेखिएको छ, एकैचोटि त लेख्न मिलेन होइन। त्यसले गर्दाखेरि 1 2 3 4 5 6 7 मा नामावली प्रस्तुत गरेको मात्रै हो भनेर बुझ्नु होला है। त्यो तरिकाले हामीले बुझ्नुपर्छ। यहाँ कोही कसैलाई त्यो भ्रम सिर्जना नहोस्। हामी तपाईँ कसैले अरू जस्तो होइन, हामी अरू जस्तो होइन, एकदम नितान्त फरक हुनुपर्छ। हामी फरक छौँ र नै लोकप्रिय पनि छौँ, जनताको काम गर्न सक्ने गरीको सक्षम पनि बन्नुपर्छ। म यहाँलाई त्यो निवेदन गर्न चाहन्छु। अब सानो ठुलो माथि तलको कुरा है, के हो माथि भनेको, के हो तल भनेको? भू गर्छ, हेलिकप्टर हो कि क्या हो? ए ल राम्रो बुझौँ है। माथि भनेको के हो, तल भनेको के हो भन्दा घरको जग कहाँ हुन्छ? माथि हुन्छ कि तल? घरको जग छैन भने के हुन्छ? घर बन्छ। यो कुरालाई जहिले पनि माथि जसको नामावलीमा लेखिएको छ त्यो मान्छेले याद गर्छ। राम्रो बुझौँ है, सबैजनाले बुझौँ है। हर्क साङपाङ अत्यन्तै भुइँ मान्छे हो। म जहिले पनि भुइँमै बसिराख्ने मान्छे हो। यहाँहरू सबैजना